ल बनाइछ अर्को पटक फेरि यसरी समानमा पाउनु छैन ए यो त यहाँ सामान त यहाँ राम्रोसँग न यता सामानलाई पनि ल हार्दिक बधाई छ अर्को पटक फेरि यस्तो नै सेवा गर्ने मौका पाउँ है त ल ठिक छ सब गर्नु भ्रष्टाचार नगर्नु बेला हो त्यही सब गरेर भ्रष्टाचार नगर्नु ल जोगिन्दर हार्दिक बधाई छ तिमीलाई पनि फेरि हाकिम हुन पाऊँ हामी जाँदाखेरि छिटै हाकिम होस् होइन तपाईँलाई मैले लागिने ल सुजन तँलाई पनि हार्दिक बधाई छ यही वर्षमा तँलाई बिहा भोज भयो त्यही बाँकी थियो त्यही भन्नु बाँकी थियो यता हाम्रो उता ठिक छ यता लेखलाई भेट्ने ल हातेमी राख्ने मन चाहिँ कसैलाई पनि हो म नेटै भयो सेक्युर भयो अब राम्ररी आफ्नो व्यवस्था गर्छु सङ्गतिगत ल यहाँ हाम्रो स्कुलको व्यवस्थापन समिति अध्यक्ष पनि आउनुभएको छ ल तपाईँ पनि आउनुहोस् न ट्रेनमा हाम्रो सञ्जयजीलाई पनि के भन्न चाहन्छु भन्दा गिरिजा सर सरकारी जागिरतिर ध्यान नदिए पनि चाँडै गापाको प्रमुखमा चाहिँ उठ्नु पर्यो साथ सहयोग सबै सत्तरी ब्यासले गरे फरकै पर्यो ल हामीलाई भाइ 3 घन्टा फेरि मलाई डिस्काउन्ट आएर के जग्गा ल उहाँ चाहिँ हाम्रो स्कुलको व्यवस्थापन समितिको अध्यक्ष उहाँले हुन्छ है ल यो चाहिँ एउटा दोस्रो उहाँलाई यस्तोमा बेसी चिजहरू हटाउनु पर्यो शिक्षकको राजनीति धेरै छ ठुलो लेभलको राजनीति छ यो कुरा बुझ्नु पर्यो है यहाँनिर स्कुल पढाउनु भन्दा पनि यसलाई तल जाने मान्छे मात्रै छन् यो कुरा चाहिँ बुझ्नु पर्यो है ल अब कतिजना रामबाबु अहिले होइन म यो सबै हाम्रो ब्याचको साथी हो अहिले व्यवसाय गर्दैछ होइन नाम सबैसँग परिचय गराइदिउँ न होइन त्यो हिसाबले अब उहाँलाई त चिनिहाल्नुहुन्छ होइन पाठ पूजा हो के भन्छ आफैमा नाम निकालेको पनि अनि ऊ चाहिँ यतातिर हाम्रो वन क्षेत्रतिर पाँचो त होइन पाँचो त सोह्रो त उहाँ चाहिँ यता निवाङतिर भर्खरै नाम निकालेर उता सरल मैले एक ठाउँमा देखेको छु भाइलाई अनि मेरो नाम चाहिँ झलक बहादुर राउत राजु पनि भन्छ ईश्वरपुर नगरपालिका उहाँ चाहिँ जोगिन्द्र महतो अहिले विद्युत प्राधिकरणको पाँचो छ उहाँ चाहिँ फेरि यता आफ्नो गाउँतिर व्यवसाय म पनि बस्नु होला बस्नु त नि पुग्छ पुगेन त्यो खाजा राम्ररी भनेको त्यो पुग्दैन पुगेर भने लिएर होला नि त्यस्तै भएर मलाई नलागिँदा पनि हुन्छ फरक पर्दैन भविष्य होइन त्यो भयो नि 70को चाहिँ हुनुपर्छ है एउटा जहिले भयो नि यो जेजाबहादुर पनि एउटा किसिम पेसामा लगाएका छन् राम्रो छन् र अगाडिको दिनमा अझै योभन्दा पनि उन्नति प्रगति गर्ने होस् होइन त्यसको शुभकामना छन् क्रममा कुन ट्र्याक्टर कम्पनी डुगर कम्पनी काम गएर हुनु पनि बेकार छ क्या एउटा हाम्रो यहाँ सोरुम दार्जिलिङ सोरुममा पनि हाकिमको पदमा कार्यरत छन् बधाई छन् योभन्दा पनि बिजनेस लाइन होस् कम्पनी लाइनमा होस् राम्रो प्रगति होस् भन्ने लास्टमा मैले के आशा तेरो काखमा एउटा नन्दामुरा
यसले सोच्छ राम्रो सोच्छ क्या मुन्नाले ल यार एउटा त पुगेन त अनि भयो त भयो हात पाइ मिलाउनु पर्छ ल भित्र त यति यसरी कायम रहोस् सबैजना होइन जो जहाँ पुगे तापनि साथीहरू भित्र त यसरी कायम रहोस् भन्ने मेरो चाहना हो। ल उहाँलाई पनि बधाई छ। दिपेन्द्रले पनि जाउँ न दिपेन्द्र